माछा मार्ने स्टाइल क्लकै जाँदो रहेछ बिस्तारै हान्ने बित्तिकै स्कुटर हो कि बाइक कन्फ्युज भएर हाम्रो यहाँ खान्छ साइकल स्कुटर नै होइन धुलो बेसरी छ तर रानीपाको बाटो फिलिली भन्थ्यो त्यस्तै बित्ति फिलिली चाहिँ लागेन है मलाई आमा कति रातो देखेको त यहाँ पकाएर पनि दिन्छ नि होइन लाने मात्रै होइन पकाएर पनि खान पाइन्छ माछा त हेलो एभ्रिवान लसो नमस्ते म रूपा अनि तपाईँलाई स्वागत छ युआर बाइक च्यानलमा आज चाहिँ हामी ककनी जाँदैछौँ के गर्न भनेपछि ट्राउट माछा खानु मन लाग्यो मेरो बुढा चाहिँ एकदम होइन त्यही भएर हामी चाहिँ ट्राउट माछा लिन पनि जाने अनि स्ट्रबेरी पनि छ नि त सकिन लाग्यो त्यहाँ अब अनि नयाँ बाटो पनि बनाएको छ ककनीमा हेरौँ जम्प राइडमा भनेर अनि हामीसँग चाहिँ छ हाम्रो नयाँ साथी अनि यहाँ छ अर्को दुईवटा साधनमा हामी तिनजना जाँदैछौँ मोटो ब्लगिङ हुन्छ है सानोतिनो हामी तिनजना दुईवटा साधनमा जाँदैछौँ बिचबिचमा एक्सचेन्ज गरेर सबै एकैचोटि बाइक चलाउने भनेपछि अहिले अगाडिदेखि नै मलाई चाहिँ एकदम मुटु भट्याक भट्याक भएर आउँछ रबर निकालिदिने मौसम धेरै दिनपछि राम्रो हुँदैछ यस्तो अब चाहिँ हामी जानु लाग्यो धेरै पछि राइडमा जाँदैछ म चाहिँ भइरहेछ हामी निस्केको धेरै पछि चलाएको कि मैले चाहिँ बाइक होइन कस्तो डर लाग्ने के यस्तो हुन्छ म चाहिँ घरमै बसेर सोचिरहेको हुन्छ होइन त्यो यस्तो यस्तो टर्निङ छ त्यो कसरी लाने होला जस्तो सोचिरहेको हुन्छ सोच्दा सोच्दै आफूलाई एकदम डर लाग्छ कि ला त्यो टर्निङमा कसरी लाने त्यो उकालोमा त्यस्तो हुन्छ होइन तर बाइक लिएर हिँडिसकेपछि चाहिँ जसो तसो भइन्छ कि त्यो तर त्यो भनिन्छ नि त्यो सोचेर बस्यो भने केही गर्न नसक्ने रहेछ ल ए जे हुन्छ हुन्छ गइदिने हो भनेर हिँड्यो भने चाहिँ सकिन्छ है मलाई चाहिँ फर्स्टमा ल बाइकमा जाने भन्ने बित्तिकै चाहिँ अलिक डर लाग्छ होइन बाइक लिएर हिँडिसकेपछि चाहिँ त्यो मनभित्र भएको डर चाहिँ सब हराउँछ कि हामी चाहिँ तिनजना जाँदैछौँ एकजना हुनुहुन्छ मेरो श्रीमान अनि एकजना मेरो देवर बाबु हामी तिनजना चाहिँ फ्यामिली राइड जाँदैछौँ आज होइन धेरै पछि के मैले फर्स्ट टाइम सोलो राइड गरेको चाहिँ डुक चलाएर मैले त्यो भिडियोहरू पनि हालेको छ होइन छोटो मिठो दसैँमा 2 वर्ष अगाडि हो त्यो चाहिँ अनि सोलो राइड गएको थिएँ दिदी र म अनि एकदम रमाइलो भएको थियो त्यतिखेर पनि दसैँको बेलामा है बिजी थियो रोड त्यतिखेर पनि गयो त्यसपछि धेरै भएको थियो नगएको अनि आज हामी ककनी जाउँ ककनीको बाटो पनि राम्रो भएको छ ट्राउट माछा पनि लिन हुन्छ स्ट्रबेरी पनि सकिन लाग्यो अनि स्ट्रबेरी पनि यसो खान हुन्छ भनेर जाउँ भनेर निस्केको आज मौसम पनि यस्तो दामी छ क्या आज देख्न सक्नुहुन्छ तपाईँहरू क्लाउडहरू यस्तो दामी छ नि वेदर ल यता हामी चाहिँ तलबाट झर्नुपर्छ कि जोरङकोबाट माथि आउँदाखेरि होइन लेफ्ट साइड गयो भने चाहिँ हामी कता पो भद्रपुरको सुटिङ गर्ने के पो भन्ने मुर्खु भन्ज्याङ जान्छौँ कि हामी त्यहाँबाट चाहिँ लेफ्टमा गयो भने अनि राइटमा चाहिँ ककनी म चाहिँ यो बाटो चाहिँ दुईचोटि अहिले लाइफमा दुईचोटि मात्रै हिँडेँ एकचोटि चाहिँ बसमा हिँडेको थियो सानैमा अनि योभन्दा अगाडि 2 वर्ष अगाडि चाहिँ म यहाँ बुढासँगै त्यो ट्राउट माछा लिन आएको थियो अनि ककनीको बाटो पहिला चाहिँ अफ रोड थियो अहिले चाहिँ राम्रो बनाएको छ भनेर भन्थ्यो त्यही भएर हामी चाहिँ बाटो पनि हेर्न जानुहुन्छ हामीलाई चाहिँ घर जानलाई यो बाटो पनि सजिलै छोटै पर्छ के त्यही भएर बाटो पनि हेर्नुहुन्छ भनेर नै आएको बाटो त राम्रै भएछ योभन्दा अगाडि हामी आउँदाखेरि चाहिँ अलि अफ रोडै थियो के अफ रोड भन्नाले त्यस्तो अफ रोड त होइन जस्ट धुलो थियो कि बेसरी अहिले त सरर पिच भएछ बाटो ल ल भने मात्रै थिएँ मैले यहाँ ग्राभल आयो ग्राभल बाटो
यस्तो मलाई चाहिँ होइन धेरै सबभन्दा धेरै डर लाग्ने भनेको चाहिँ हिलोमा यस्तो चिप्लेर लडेको छ कि म हिलोमा स्कुटरमै है बाइकमा चाहिँ होइन मलाई हिलो अनि त्यो धेरै माटो बाक्लो माटो हुन्छ नि हो त्यो माटो अनि यस्तोदेखि डर लाग्छ यसको मतलब चाहिँ अब मलाई मनपर्ने चाहिँ पिच जस्तै भयो होइन तर अलिक डर लाग्छ भनेको के त्यो कस्तो मलाई म चाहिँ स्कुटर चलाएर हिँड्ने नि त स्कुटरको सानो टायर भएर अलिकति केही हुने बित्तिकै पिलिक्क लड्ने नि त त्यही भएर डर लाग्छ है सबै अफ चाहिँ होइन रहेछ जस बिचबिचमा ग्राभलहरू रहेछ जस बाटो बन्दैछ है ल तपाईँहरू पनि कखनी आउनु चाहनुहुन्छ भने आउनुहोस् आउनु भएको छैन भने आउनेहरूलाई त थाहा नै होला ल अब म चाहिँ बाइक सिफ्ट गरेँ म चाहिँ बुढासँग बसेँ होइन अब एकछिन कान्छाले चलाउँछ एकछिन रेस्ट मेरो ट्रायल पिरियड चाहिँ एकदम रमाइलो भयो होइन बाटो चाहिँ यस्तो छ कस्तो भइरहेछ तर रानीपामा आउने बाटो 3%मा 1% चाहिँ पिच भन्छ 2% चाहिँ ग्राभल हुनै बाँकी रहेछ अब पिच हुनै बाँकी रहेछ है लास्ट टाइम आउँदाखेरि भन्दा त्यस्तै लाग्यो हो ब्याट्री फेर्नुपर्छ ए धुलोले कतिको देखाएको छ हौ पछाडि बेसरी धुलो भन्छ धुलो बेसरी छ तर रानीपाको बाटो फिलिली भन्थ्यो त्यस्तै बित्ति फिलिली चाहिँ लागेन है मलाई यो डट बाइकहरू चलाउनु होला चाहिँ फिलिल डटहरूलाई खतरा हुन्छ डट चलाउन 220लाई चलाउँदै त्यही त 2 वर्ष अगाडि हामी आउँदाखेरि भन्दा चाहिँ अलि राम्रो चाहिँ भयो हो ग्राभलहरू गरेर तर त्यस्तै बित्ति मैले चाहिँ सोचेँ सुरुदेखि नै यहाँसम्म फिलिली होला भनेको तर आधी बाटो चाहिँ भएको छ आधी चाहिँ ट्राभल गर्दै गएको कस्तो भयो कान्छा अफरोडमा दिनुभयो पिच रोडमा दिनुपर्ने मलाई हो क्या अब आइहाल्यो नि छैन त्यहाँ पनि पिच कच्ची हो मेरो कस्तो थियो त मेरो राइड कस्तो थियो वे टु ककनी होमस्टे कस्तो राम्रो देखेको हेर्नु न यो सिन कस्तो दामी देखेको यो बोटहरू चाहिँ कस्तो हिमालतिर पाउने जस्तो खालको बोटहरू के धुलो खायो अफरोडमा एउटा अगाडि ठुलो साधन भएपछि त पछाडिलाई त बाइक स्कुटर चलाउने मान्छेहरू त खतमै पार्छ नि नाम पनि देख्न सक्नुहुन्छ तपाईँहरूले ल अब चाहिँ हामी पार्क गर्छौँ ल नुवाकोट अब कति धेरै धुलो चा धुलो कति धेरै भयो हेर्नु त तपाईँहरूको धुलोले हेर्नु त कति धेरै टिफरहरू पछाडि पऱ्यो नि त अनि बेसी धुलोले हाने बाटो कस्तो लाग्यो बाटो त होइन धुलो चाहिँ अलिकति नुन खुर्जानेले कम भएको रहेछ धुलोमा अरू त ठिकै थियो ल जाउँ बाटो त देख्न सक्नुहुन्छ धुलो कति धेरै ल आउनु ल जाउँ हिमाली रेनबो
ल हिमाली रेनबो ट्राउट माछा फार्म एन्ड रेस्टुरेन्ट लु दामी रहेछ त ल भर्याङ त ल हामी चाहिँ माछा लिन आएको छौँ आज पहिला पहिला उता लाइन गराएको थियो अहिले उता बाटो भत्किएर पुरै बन्द भएको छ अरे भन्ने होला त्यही भएर अन्त कहाँ रहेछ भनेर यतातिर हेर्न आइपुग्यौँ हामी त यहाँ पहिला पनि देखाएको थिएँ मैले तर खासै यहाँको टेस्ट चाहिँ गरेको छैन अब आज चाहिँ नयाँ ठाउँको टेस्ट गरिनु भयो माछा हजुर आउनु न आइज यहाँ पकाएर पनि दिन्छ नि होइन लाने मात्रै होइन पकाएर पनि खान पाइन्छ यहाँ छुट्टै खाने पनि पाइन्छ हामी चाहिँ लिएर जाने हो मुख धुनु भयो धुनु हात धुने भयो ल यति धेरै छ है माछा चाहिँ त्यो रेडमा त्यो रेड त होला नि रेडमा व्हाइट कलर कस्तो दामी देखेको ल मेरो गोप्रो झर्ला मेरो यहाँ गोप्रो झर्ला फेरि ल माछा हेर्नु त वाउ मिनी वाटरफल्स पनि रहेछ ल तर मलाई ठाउँ चाहिँ मन पर्यो फेरि एकदम दामी रहेछ ठाउँ ल माछा हेरी कति धेरै पो छ हौ स्टेप बाई स्टेप एकै ठाउँमा डल्लो परिरहेको छ सबै माछा त ल कान्छा ल अलिकति मलाई पनि राखिदिनु भएको म नि निकाल्छु हुन्छ ल कान्छाले निकालिसक्यो यहाँ माछा ल किलो हिमा कति आउँछ 2 किलो लैजाउँ त्यसो भए ल भिडियो गर्छु जरा मेरो खै 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 ए समाते सानसानै गर्नु हुन्छ ठुल्ठुलो पर्दा लाग्नु मतलब ठुलो जान्छ त्यो कति हुन्छ ल माछा मार्ने स्टाइल पक्लकै जाँदो रहेछ बिस्तारै हान्ने बित्तिकै तरिकै यो हो नि हाल्नु नि पर्ने हैन पर्यो गाह्रो छ ठ्याक्कै 2 किलो भयो के हो अलि पुगेन अलि पुग्यो ल भाउजू ल एउटा टक्क छानेर माछा त सबै यतातिर आएको छ ए त्यही रहेछ पर्यो एउटा यो पर्यो 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 ठ्याक्कै 2 किलो भएछ ल आइस हालेर प्याक गरिदिनु हुँदो रहेछ नि तपाईँहरू के तामाङ दाइ दोङ हो ए ल एउटै पो भएछ त दोङ हामी पनि दोङ हो नि हामी यहीँको हो यहीँको तपाईँहरू यहाँ छ र दो यतातिर छ नि दाजु होइन पो रहेछ त हो अनि एउटा त हो नि यसो हजुर हामीले त कहाँ त्रिशुली हामी यहाँ यहाँ त तिनजुङ त थुप्रो त्यो 35 किलो होइन सधैँ त 50% नै टोङको दिएर ल हामीले माछा लिग्यौँ दाईको नाम लालबहादुर दाई ल तपाईँहरू पनि यदि यहीँ खान चाहनुहुन्छ भने पनि यहीँ छ लान सक्नु ए ल हाम्रो दिदी यहाँ हुनुहुन्छ दिदी हेर्नु उहाँ त अब कि त काकी भनेर के बनाउनु साउनी भन्छु ल साउनी गरेर साउनी भनेर सम्बोधन गर्छु ल यसरी काटेर उहाँहरूले यहीँ पकाउनु हुँदो रहेछ दोङ रहेछ क्या उहाँहरू पनि ए हाम्रो
आफ्नै मान्छे पो पर्ने यसो टाइम मिलाएर आउनु पर्ला त्यसो भए ग्रुपमा फायर क्याम्पिङ पनि छ हो ए ल कान्छालाई त एकदम बेस्ट जग्गा रहेछ नि चलो चलो दोङ दाईसँग भेटेर माछा पनि लिगियो हामीले हामी ब्याक टु घर बाटोमा हामी स्ट्रबेरी पनि खान्छौँ जस्तो लागेको छ फार्ममै जान पाए भए हुन्थ्यो भन्ने कुरा हजुर ए फार्म बाटोभरि छ नि तपाईँहरू पनि यदि ट्राउट माछा अब यहाँ त ऊ काफल हेर्नु न कान्छ ऊ चिजिलाई लागेछ अब हामी घर फर्किन्छौँ बाटोमा के हुन्छ यसो स्ट्रबेरी पायो भने चाहिँ लिन्छौँ स्कुटर हो कि बाइक कन्फ्युज भएर हाम्रो यहाँ कान्छ साइकल स्कुटर नै हैन साइकल हो कि बाइक कन्फ्युज होइन गवा धुम चाले धुम अस्ति त्यसो असिनाले खाना छ त यहाँ यस्तो गरेर त टिपेर लाने भने 400सम्म लानु किलोको यो लानु बहिनी 300 रुपियाँ किलोमा बारीमा महँगो लिन्छ टिपेर ल्याएको चाहिँ सस्तो हुन्छ यो नि टिपेरै ल्या अब भर्खर किन टिप्ने बेकारमा दुःख गर्ने तपाईँहरू यहाँ पनि छ लानु 450 में दिएको अस्ति भन्दाखेरि चाहिँ यहाँ बाटोमै स्ट्रबेरी भेटायो आमा कति रातो देखेको त मैले सिकाइदियो त्यो त नि के अरे बारीमा लागि त्यस्तै गर्छ कि उनीहरू अब फार्ममा जानै नपर्ने भयो अब हामी बाटैबाट पाउँछ दिदी घर बहिनी यस्तरी हो र छान्न पाउँदैन एउटा चाख्न पाउँछ होला नि मलाई दुइटै चाख्नु ल स्ट्रबेरी चाखौँ सानो नि मिठो हुन्छ कि आउनु न चल्नु रातो स्ट्रबेरी ब्लग्स पनि बनाउनु गरेर ए दिदी युआर भाइब्स ल दिदी च्यानल सब्सक्राइब गरिदिइहाल्नु त्यसो भए धुनु न बुढो लिनु लिन चाहिँ लिनु न युआर यु अनि आर भाइब्स र एउटा चाख्ने है त एउटा ठुलो चाखौँ न दिदी ल होइन युआर यस च्यानल सब्सक्राइब गरिदिनु लाग्नु भएछ अब सर्च गर्नु त त्यतिकै उयो सेकेन्डको हो ल थ्याङ्क यू दिदी दिदीको नाम मिठो रहेछ कान्छा एउटा खानु टेस्ट गर्नु तपाईँहरू चाहिँ के तामाङ दिदी रुम्बा सबै हो र धेरै जस्तो चाहिँ यो ठाउँमा चाहिँ यो साइड चाहिँ रुम्बा छ क्या बढी यो साइड चाहिँ हामी चाहिँ दोङ ए ठाउँमा त कहाँको तपाईँहरू हामी त्रिशुलीतिरको दिदी ल हालिदिनु न अब दिदी खाना नमिल्यो भने चाहिँ अब गामको खाने दिदी यो सबै स्ट्रबेरीहरू बिक्री हुन्छ त फलेको साथी
हिजो त भागे पुगेको थिएन आज चाहिँ अलिक मान्छे कम हुनुहुन्छ रक्सीहरू बनाउने रक्सी बनाउनलाई सुकुटी चाहिँ बनाउनु न तपाईँहरूले सुकुटी पनि बनाउँदो रहेछ नि के को यसको त्यो त उनीहरूले बनाउँछ होला क्या त्यो मेसिनमा ड्राई मेसिनमा सुकाएर के त चाहिँ अब कस्तो मिठो हुँदो रहेछ झन् केरा कति मिठो नि दुबईमा खाएको त्यो उयो हुने होला क्या त्यो असिनाले कतिको क्षति पुऱ्यायो दिदी स्ट्रबेरीलाई त्यही भएर स्ट्रबेरी नआएको अहिले त्यसरी असिनाले हान्यो नि त है त्यही भएर बिग्रियो भने सबै कुहिएर त्यो 3 क्रेट 4 क्रेट निक्लिनु ठाउँमा 1 क्रेट निक्लिन भएको भएछ होइन त्यो सिजन हुन्छ नि अब भोलि पर्सि हो त्यतिखेर आउनु न टिप्नलाई यहाँ त्यो यो सेतो घरमा आउनु भयो नि हुन्छ होइन जबै पाइन्छ कि अब स्ट्रबेरी टिप्ने मान्छेले स्ट्रबेरी टिपाउनलाई पैसा तिर्नुपर्छ तपाईँलाई टिप्नु मन लाग्छ ए ल ल त्यतिखेर आउन दिदी तपाईँलाई सम्पर्क गरेर यहाँ आउने अब अर्को वर्ष त होला नि टिप्ने भए त छ है बारीमा त होइन अहिले नजाने भएर पो हुन्छ ठिक छ ल अर्को वर्ष हामी स्ट्रबेरी टिप्न खान फेरि अलिकति उसमा आउनु क्या पुस यस्तो मङ्सिर पुसमा आउनु क्या राम्रो स्ट्रबेरीको लागि धेरै धेरै धन्यवाद दिदी आमा ल हस् धेरै धेरै धन्यवाद तपाईँहरूलाई पनि बिस्तारै जानुहोस् आउनु होला फेरि आउनुहोस् ककनीमा स्ट्रबेरी खानलाई टिप्नलाई ल दिदी ल हस् हस् बाई बाई राम्रोसँग जानु हस् ल फेरि फेरि नि आउनु है हस् अब चाहिँ हामी सिधै घर जान्छौँ होइन अब त्यही हो म चाहिँ अघि अलिकति चलाएँ बाइक पुग्यो होइन अब मलाई अब म नचलाउने सिधै घर जाने अब हामी स्ट्रबेरी पनि टिक्यो धुलो यस्तो बिदिने आँखै पोल्यो हेलमेट लाउँदाखेरि पनि अब हामी चाहिँ फाइनली घर आइपुग्यो बिचबिचमा यस्तो फोटो खिच्दै रमाइलो गर्दै आइयो होइन अब यस्तो अनुहार चाहिँ यस्तो भएको छ धुलोले केही छैन अब हामी माछा बनाएर खानेछौँ बिचमा हामीले स्ट्रबेरी फार्म पनि छिर्ने कुरा गरेको थियो तर ढिला पनि हुने जस्तो भयो अनि फार्म पनि छिरेन बाटोमा हामीले दिदीसँग लियौँ स्ट्रबेरी चाहिँ अनि एकदम राम्रो थियो अनि स्ट्रबेरी बारीमै टिप्नलाई चाहिँ पुस माघतिर आऊ त्यस्तै कुराहरू गर्नुभएको थियो त्यतिखेर जानुपर्छ है त्यतिखेर आउँछ है त दिदी ल अब चाहिँ हामी नेक्स्ट भिडियोमा भेटौँला हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट गरेर नबिर्सिनु होला नमस्ते बाई बाई सी यु अगेन त्यसै हो भने यसै हो भने देखाउँछु म राख गर्दैन